ध्वनि चिकित्सक बन्न के चाहिन्छ भन्ने कुराहरू रहेको छ र ध्वनि चिकित्साको प्रत्येक सम्पूर्ण विधि विधानहरू यसमा रहेको छ। कसरी ध्वनि उत्पादन गर्ने, कसरी रोगीलाई प्रसारण गर्ने र ध्वनि उत्पादन गरेर आफूले कसरी प्रसारण गर्ने, आफू स्वस्थ कसरी बन्ने र अरूलाई पनि स्वस्थ कसरी बनाउने भन्ने यावत कुराहरू यसमा लेखिएको छ र प्रकृति र पञ्चतत्व सम्बन्धित लेखिएको छ। प्राकृतिक चिकित्सा सम्बन्धी व्याख्या गरिएको छ। प्रकृति र मानवको सम्बन्ध कस्तो हुनुपर्छ भन्ने व्याख्या गरिएको छ। प्रकृति, मानव र पृथ्वीको सम्बन्ध कस्तो हुनुपर्छ त? हामीले पृथ्वीसँग सँगसँगै कसरी जाने? हामी प्रकृतिसँग सँगसँगै गइयो भने मात्र हामी स्वस्थ भइन्छ। प्रकृतिको विरुद्ध गयौँ भने हामी स्वस्थ हुन सक्दैनौँ भन्ने यावत कुराहरू लेखिएको छ र साउन्ड थेरापी र सिङ्गिङ बोल थेरापी सम्बन्धी विधि विधानहरू सम्पूर्ण यस पुस्तकमा पाउनुहुनेछ र यो पुस्तक पढिसकिसकेपछि तपाईँ आफै पनि एउटा ध्वनि चिकित्सक बन्नुहुनेछ र हाम्रो शरीर कस्तो तरिकाले, हाम्रो शरीर रचना तथा क्रिया विज्ञान के हो, हाम्रो शरीरको संरचना कस्तो छ भन्ने कुराहरू सम्पूर्ण लेखिएको छ। हाम्रो शरीर दुईवटा छ, तनमय शरीर र मनोमय शरीर भन्ने चिजहरू लेखिएको छ। यी दुईवटा शरीरहरूको व्याख्या गरिएको छ र यो दुईटा शरीर कसरी स्वस्थ हुन्छ भन्ने यावत कुराहरू यहाँले यस पुस्तकबाट पाउनुहुनेछ। ध्वनि चिकित्साको प्राचीन विज्ञान के हो भनेर जान्नको लागि यो ध्वनि भनेको के हो भनेर बुझ्नु जरुरी छ। यो ध्वनिको एउटा 3वटा मैले कालखण्डको व्याख्या गरेको छु। भूवैज्ञानिक काल भनेको मानव सभ्यताभन्दा अगाडिको काल र प्राचीन काल भनेको मानव सभ्यता जब सुरु भयो प्राचीन काल, आधुनिक कालको यी सम्पूर्ण व्याख्याहरू गरिएको छ र यो भूवैज्ञानिक कालमा मानव सभ्यताको, मानव सुरुवातको अगाडिदेखि नै ध्वनि थियो र यो ध्वनि जब मानव सभ्यताको सुरुवात भयो, ध्वनि सँगसँगै मानव सभ्यताको सुरुवात भयो र त्यसकारण यो ध्वनिको महत्त्व अत्यन्त ठुलो रहेको छ। र ध्वनिले के गर्छ त भन्दा हामी ध्वनि सँगसँगै जन्मिएको हुनाले हामी ध्वनि हाम्रो अभिन्न अङ्ग हो। हामीले देशकाल परिस्थितिले गर्दाखेरि ध्वनिलाई हामीले पन्छ्याएर हामी विपरीत बाटोतिर लागेको हुनाले हामी अस्वस्थ हुन गयौँ र जब हामी ध्वनि सँगसँगै जान्छौँ भने हामी स्वस्थ हुन्छौँ भन्ने कुराहरू यस ध्वनि चिकित्सामा छ र ध्वनिको विज्ञान पनि यही नै हो। जस्तै अब तपाईँले यो पुस्तक विवेचन पनि गर्नुभयो होइन, यदि कसैलाई पढ्न होइन थप जान्न उत्सुकता लाग्यो भने यो कहाँ पाउँछ र कति मूल्यमा पाउँछ यो पनि सर भनिरहनु के उपचारमा युज हुन्छ, जेनरली आजभोलि कुन कुन रोगको उपचारमा युज हुन्छ? धन्यवाद। यो ध्वनि चिकित्सा पुस्तक इतिहासमै पहिलो पटक प्रकाशन गरिएको पुस्तक हो। यहाँले अहिलेसम्म बजारमा साउन्ड हिलिङ भनेर पुस्तक कुनै पनि पाठ्यक्रम यहाँले पाउनुहुने छैन र मैले 35 वर्षदेखि अनवरत तपस्या र अनवरत यसमा लागेको हुनाले मैले 29 वर्षदेखि मेहनत गरेर यो पुस्तक प्रकाशन गरिएको, आज विमोचन गरिएको छ र यो ध्वनि चिकित्सा पुस्तक चाहिँ एन्सियन्ट नेचुरोप्याथी एन्ड साउन्ड हिलिङ थेरापी सेन्टर भनेको चाहिँ ध्वनि चिकित्सा केन्द्र हाम्रो यो संस्था छ, यहाँ पाउन सक्नुहुनेछ र आज उपरान्त बजारमा पनि यहाँले प्राप्त गर्न सक्नुहुनेछ। बजारमा पनि सुलभ रूपमा हामीले पुर्याउने कोसिस गरिरहेका छौँ। उपचार के रोगको उपचार भन्नु सोधेको थिएँ मैले। जेनरली यो साउन्ड हिलिङबाट के को उपचारमा प्रयोग हुन्छ? यो साउन्ड हिलिङको उपचार हाम्रो शरीर चाहिँ दुईवटाले बनेको छ। एउटा तनमय शरीर भनेको भौतिक शरीर, एउटा मनोमय शरीर भनेको मेन्टल बडी। दुईवटा शरीरको उपचार हुन्छ। भौतिक शरीरको उपचार भनेको चाहिँ फिजिकल बडीको उपचार चाहिँ तालुदेखि पाइतालासम्मको दुखाइको उपचार। जब हाम्रो शरीरहरूमा हाम्रो चाहिँ सन्तुलन हुँदैन, कुनै ठाउँमा रोकावट हुन्छ, रगत रोकावट हुन्छ भने हामीलाई दुखाइ सुरु हुन्छ। यो ध्वनिले त्यो रुकावटलाई खोलिदिन्छ, सन्तुलनमा ल्याइदिन्छ र हाम्रो तनमय शरीर फिजिकल बडीको उपचार हुन्छ भने अर्को मनोमय शरीरको उपचार हुन्छ, नदेखिने शरीरको उपचार हुन्छ। नदेखिने शरीरको उपचारमा डिप्रेसन, माइग्रेन, फ्रस्ट्रेसन, एन्जाइटी, अल्जाइमर यस्ता किसिमको यावत मनोरोगहरूको उपचार पनि यो पुस्तकबाट हुनेछ।